सो गाइज हामी ठ्याक्क यहाँ तिलिचोमा आइपुगेका छौँ है। फाइनली सिपिआर स्यान्डी ब्लक यो चाहिँ तिलिचो लेक। हाम्रो ठ्याक्क 6 दिनको यात्रामा हामी यहाँ स्थानमा आइपुगेका छौँ। वेलकम छ सबैजनालाई हैन हाम्रो दाइको लजमा। दाइको लजको नाम भन्ने मुङचे लज एन्ड ट्रेकर्स बेकरी। जोस मनाङ यतातिर घुम्न आउँदाखेरि तपाईँहरू यसो मिठो नमिठो जे जस्तो भए पनि यता मेरो होटलमा यसो छिर्दिनु होला, पसिदिनु होला। दाइको होटल एकदम दामी हैन, हामीलाई सबभन्दा राम्रो लागेको दाइको होटल। वान अफ द फाइनेस्ट होटल है अफ द मनाङ। अहिलेसम्म हाम्रो ट्रेकमा चाहिँ बसेको सबभन्दा राम्रो लागेको सर्भिसदेखि लिएर सबै कुरा। यो हाम्रो होटलको नाम दाइ मुङचे लज एन्ड ट्रेकर्स बेकरी। मुङचे लज एन्ड ट्रेकर्स बेकरी ढाकामा छ है। म माथि नम्बर पनि छोडिदिरहेको हुन्छु, आउँदाखेरि कल गर्नु होला। हस् त, धन्यवाद। ल एज ग्याङ। You can see this V-1. So, welcome guys. हामी चाहिँ मुङजी लजमा है। हामी लगभग अस्ति आएको, आज बुधबार सोमबार आएको यहाँ, मङ्गलबार नि बसियो। आज बुधबार हामी निस्किन लागेको खाङसारतिर है। सो स्टे ट्युन। अहिले समय कति 8:30-9 बज्न लागिसक्यो। आधी घन्टामा पुग्छु। त्यहाँबाट हाम्रो ट्रेकिङ हुन्छ तिलिचोको, नेपालको सबभन्दा बिगेस्ट लेक। स्वाई बाइक 2 दिनदेखि यहीँ थन्किरहेछ। सो यताको यात्रा सुरु होइन फेरि। आज हाम्रो डे 5। हामी भारकाबाट खाङसार जाँदैछौँ है। अब खाङसार हाम्रो जम्मा आधी घन्टाको राइड हुन्छ यहाँ। त्यसपछि आज फेरि हाम्रो डे 5 नि ट्रेकिङ पनि छ टुवार्ड्स तिलिचो लेक। भिडियोहरू चाहिँ कति पार्टमा आउने हो थाहा छैन। यो हाम्रो लगभग खाङसार। दाइ बाइक कहाँसम्म जान्छ? माथि छैन? यहीँबाट हिँड्दै जानुपर्ने हो र? यहीँबाट हिँड्दै जानुपर्ने हो। सो बाइक चाहिँ यतै पार्किङ गर्नुपर्ने छ रहेछ होइन। यु क्यान सी अपाचे एक्सपल्स वी आरएस 350। दामी दामी। अनि एनएस त के बनाएर ल्याएको यो? यतिको चाहिन्छ के बाहिर हिँड्ने बेला। 2 साइडमा टक्क ब्याग झुन्ड्यायो। सो टाइम चाहिँ 10:30 भइरहेको छ है। हामीले ब्यागहरू मिलाइसक्यो लानुपर्ने। अब यसो पेटमा केही हालौँ है यहाँ जानुपर्छ। सो ट्रेकिङ स्टार्टेड फ्रम खाङसार। समय 11 बज्यो है। 11 बजे हिँडिरहेछौँ।
We are heading towards Tilicho है Tilicho base camp हामी अलमोस्ट अहिले 4100 मिटरको एबोभ सी लेभलमा आइसकेको छौँ अब अझ यहाँबाट अलमोस्ट 3 आवर्स जति लाग्ने हुनेछ ट्रायल पनि खासै गाह्रो त छैन कुनै कुनै ठाउँमा उकालो छ थाकेको हामी सो गाइज चाहिँ झुलुङ्गे पुल चढिरहेको छ है यहाँ यस्तो दामी मिठो झरना छ So guys, right now landslide area है landslide area तिर हामी हिँड्दै छौं बोला मेरो तिलिचो बेस क्याम्प आइपुग्यो गाइज ठ्याक्क हाम्रो 4:30 भएछ है 4:30 घन्टामा पुगिहाल्यो नि यस्तो छ नि त बेस क्याम्प पछाडि देखिरहनु भयो होला घरहरू है त्यही हो बेस क्याम्प Base camp, Tilicho base camp, yo! So, guys, welcome, हैन? Today, day 5, बिहानको 3 बजिरहेछ है हामी चाहिँ तिलिचोको लागि निस्किरहेका छौँ यहाँबाट 3-3.5 घन्टाको ट्रेकिङ छ चट्ट बिहान 6-6:30 मा पुग्न पाए एकदम दामी भ्यू हेर्न पाइन्छ है सो हामी चाहिँ निस्किने प्लानमा छौँ ओहो जाडो लास्ट छ टेम्परेचर पनि -2 मा छ होला you can see this we -1 ल ओके बाई बाई टेक केयर हामी चाहिँ लाग्छौँ होइन ल गौरव भाइ ल हाम्रो यहाँ खाजा पनि आइसकेको छ है अलिकति एनर्जीको लागि चल्नुभन्दा So guys, right now 6 बजिरहेछ है सनराइज पनि हुन लागेको छ हिमाल कस्तो दामी देखिरहेछ यहाँ ठ्याक्क 22 घुम्ती आइपुग्यो हामी हिँडाइ त लास्ट हार्ड लेभलको छ है सो सनराइज ठ्याक्कै 22 घुम्ती होइन त मान्छे डोज छ सो गाइज हामी ठ्याक्क यहाँ तिलिचोमा आइपुगेका छौँ है फाइनली म चाहिँ आधी घन्टा ढिलो ऊ चाहिँ आधी घन्टा छिटो हिँडिरहेको थियो ब्याट्री पनि सकिन्छ बाटोमा त्यसैले राम्रोसँग भ्लग पनि बनेन होला चारवटा खुट्टा छ नि त गाइस त्यही भएर ल
अब हामी यहाँको अब एक्सप्लोर गर्छौँ एकछिन यस्तो यहाँ डाइट छ डाइट साइड खानु पर्यो राइट नाउ गाइज तिलित्सो बिगेस्ट लेक अफ नेपाल यो वी डिड इट 4.5 घन्टा हिजो ट्रेकिङ गरेको होइन 4 घन्टा आज फाइनली वी गट चान्स टु सी दिस वान वाउ भोलेनाथ Let's go. Finally, CPR is here in Tilitso. Yo. Nando. So, guys, CPR Sandy Block is in Tilitso Lake. You know? हाम्रो ठ्याक्क 6 दिनको यात्रामा हामी यहाँ स्थानमा आइपुगेका छौँ ल त One, 2, 3, yay! तिलित्सो नेपालको सबभन्दा ठुलो ताल गर्दैछु बब्बाल ठ्याक्क 6 दिन लाग्यो नि त यता पुग्नलाई सो गाइज हामी चाहिँ अब लागेको है बेस क्याम्पतिर हिमाल पनि कसम चङ्गा पो छ त अन्नपूर्ण रिजन है सबै सो म्याजेस्टिक भ्यू है हामी फर्किरहेको बेला एकातिरबाट पनि हिमालले चट्ट सो यहाँको भाइरल रोड 22 घुम्ती भन्दो रहेछ यसलाई होइन आउने बेला त अँध्यारो थियो ठ्याक्कै यहाँ बिचमा हुँदा सनराइज भएको थियो नि है यस्तो छ 22 घुम्ती स्वाट 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 घुम्यो गर्नुपर्छ ऑल राइट गाइज सो हामी लगभग 2 घन्टामा होइन जाँदा 4.5 घन्टा लागिरहेको थियो आउँदाखेरि 2 घन्टामा हामी बेस क्याम्प आइपुगेको छौँ यतै बसिन्छ आराम गरिन्छ खुट्टाको हालत पक्सर भइसक्यो हो सो गाइज हामी चाहिँ बेस क्याम्प आइपुगेको छौँ होइन अब यहाँबाट खाजासाजा खाएर तल खाङसरतिर लाग्छौँ 2.5 घन्टा जस्तो लाग्ला सो अब यहाँबाटको भ्लग त अब त्यसै हो थ्याङ्क्स फर वाचिङ वेलकम छ सबैजनालाई होइन हाम्रो दाइको लजमा दाइको लजको नाम भन्ने मुङचे लज एन्ड ट्रेकर्स बेकरी जोस् मनाङ यतातिर घुम्न आउँदाखेरि तपाईँहरू यसो मिठो नमिठो जे जस्तो भए पनि यता मेरो होटेलमा यसो छिर्दिनु होला पसिदिनु होला दाइको होटेल एकदम दामी होइन हामीलाई सबभन्दा राम्रो लागेको दाइको होटेल वान अफ द फाइनेस्ट होटेल है अफ द मनाङ अहिलेसम्म हाम्रो ट्रेकमा चाहिँ बसेको सबभन्दा राम्रो लागेको सर्भिसदेखि लिएर सबै कुरा यो हाम्रो
होटलको नाम दाइ मुङचे लन्च एन्ड ट्रेकर्स बेकरी मुङचे लन्च एन्ड ट्रेकर्स ठ्याक्कै बेकरी ढाकामा छ है म माथि नम्बर पनि छोडिदिरहेको हुन्छु आउँदाखेरि कल गर्नु होला हस् त धन्यवाद ल एज ग्याङ ओके ओके थ्याङ्क यू खाल्दिनु पर्छ तेरो राखेर गर्नु अहिले भोको पारेर खाल्दिनु हेलो गाइज बाई बाई गर्ने बेला भइसक्यो है कसले कोही कोही चाहिँ हुन्छ ल बाई बाई दाइ एकदम ल धन्यवाद गाइज बेला भयो हाम्रो होइन यति गाइड 3 देखि 4 घन्टा 5 घन्टा कति घन्टा राइड भइसक्यो है 2 बज्न लाग्छ हामी फेरि अफकोर्स झर्नामा आइपुगेछौँ यो एनएस नम्बर प्लेट पछाडि छ कि छैन अस्ति जाने बेलै भाँचिहाल्यो है मेरो नम्बर प्लेट छ ब्यागमा छ खाना त मेरो टुक्रो पुग्न मात्र छ है Alright guys, आज यसो मुगलिनतिर है हामी मुगलिनतिर होइन त राति यति आएर बसियो हाम्रो विनय गेस्ट हाउसमा अङ्कल र आन्टी एकदमै मिलनसार हुनुहुन्थ्यो यहाँबाट काठमाडौँ ओन्ली 104 किलोमिटर